समय थियो फिक्स डिपोजिटमा पैसा राख्दा ब्याङ्कहरूले 12% सम्म ब्याज दिन्थे। तर अहिले अवस्था यस्तो छ कि 5-6% ब्याज पाउन पनि मुस्किल भइरहेको छ। उदाहरणका लागि यदि कसैले अहिले 10 लाख रुपैयाँ एफडीमा राख्यो भने वर्षभरिमा करिब 55,000 रुपैयाँ मात्रै ब्याज आउँछ। तर यही समयमा नेपालका धेरै डिबेन्चरहरूले 8, 9 वा 10% सम्म फिक्स इन्ट्रेस्ट दिइरहेका छन्। डिबेन्चर भनेको ब्याङ्क वा कम्पनीले जनताबाट ऋण लिने माध्यम हो, जहाँ लगानीकर्ताले निश्चित अवधिसम्म निश्चित ब्याज पाइरहेका हुन्छन्। यदि त्यही 10 लाख रुपैयाँ 8.5% ब्याज दिने डिबेन्चरमा लगानी गरियो भने वर्षको लगभग 85,000 रुपैयाँ रिटर्न आउन सक्छ, जुन एफडी भन्दा करिब 30,000 रुपैयाँ बढी हो। नेपालमा डिबेन्चरमा लगानी गर्न अहिले धेरै सजिलो भएको छ। जब कुनै ब्याङ्क वा कम्पनीले डिबेन्चर इस्यु गर्छ, त्यसको आवेदन आइपिओ जस्तै गरी मेरो सेयर मार्फत दिन सकिन्छ। यदि इस्यु खुल्ला छैन भने पछि सेकेन्डरी मार्केटबाट पनि किन्न सकिन्छ। त्यसका लागि डिम्याट र ब्रोकर अकाउन्ट चाहिन्छ, अनि टिएमएसबाट त सेयर किने जस्तै डिबेन्चर पनि किन्न सकिन्छ। डिबेन्चरको इन्ट्रेस्ट सामान्यतया फिक्स्ड हुन्छ। उदाहरणका लागि कुनै डिबेन्चरले 8.5% ब्याज दिने भन्यो भने तपाईले लगानी गरेको रकम हरेक वर्ष त्यही फिक्स्ड ब्याज पाइरहनु हुनेछ। नेपालमा धेरै जसो डिबेन्चरले इन्ट्रेस्ट प्रत्येक 3 महिना वा 6 महिनामा ब्याङ्क खातामा पठाउने गर्छ। यसलाई कुपन पेमेन्ट भनिन्छ। मानौ तपाईले 1 लाख रुपैयाँको 8.5% डिबेन्चर किन्नु भएको छ भने वर्षको 8500 रुपैयाँ ब्याज आउँछ। यदि इन्ट्रेस्ट पेमेन्ट 6 महिना हुन्छ भने प्रत्येक महिना 4250 रुपैयाँ तपाईको खातामा आउँछ। अनि डिबेन्चरको अवधि सकिएपछि सुरुमा लगानी गरेको मूल्य रकम पनि फिर्ता पाइन्छ। तर एउटा कुरा के ध्यान दिनुपर्छ भने डिबेन्चरको ब्याज फिक्स्ड भए पनि सेकेन्डरी मार्केटमा यसको प्राइस घटबढ हुन सक्छ। त्यसैले म्याच्युरिटी सम्म राख्ने हो कि ट्रेडिङ गर्ने हो, त्यो सोचेर लगानी गर्नु राम्रो हुन्छ। डिबेन्चरको अर्को राम्रो पक्ष के हो भने तपाईलाई पैसा चाहिएको बेलामा सेयर जसरी नै जुनसुकै बेला पनि बेच्न मिल्छ। यदि तपाईले अहिले यस्तो ब्याज घटेको बेलामा पनि फिक्स डिपोजिटमा पैसा राख्नु भएको छ भने त्यसलाई डिबेन्चरमा सार्दा धेरै फाइदा हुन्छ।